हेलो गाइस, सेवारो नमस्ते, गुड इभिनिङ। सो गाइसहरू म चाहिँ अहिले भर्खरै ड्युटी छुट्टी भएर घरतर्फ जाँदैछु। अनि यहाँ चाहिँ पुरै क्रिसमसको झिलिमिली भइसकेको छ मेरो रेस्टुरेन्ट छेउमा। सो गाइसहरू मेरो रेस्टुरेन्टको अगाडितिर चाहिँ पुरै क्रिसमसको झिलिमिली छ, दिवाली लागेको जस्तै भइसकेको छ। तर अझै पनि के म जाने चाहिँ त्यहाँ पारे त्यो क्रिस्टोरेको मुनि, त्यो जिजसको स्ट्याचु देखेको मुनि हो जाने। अनि यो चाहिँ मेरो रेस्टुरेन्ट छेउको लोकेसन हो। अनि म चाहिँ घर जाँदैछु अहिले समर भएको, विन्टर भएको कारणले गर्दाखेरि समरमा चाहिँ बिजी हुँदैन, त्यही अलिकति छिटो पनि छुट्टी हुन्छ। सो गाइसहरू यहाँ चाहिँ मैले यति खानेकुरा बोकेको छु। यो चाहिँ यसमा चाहिँ ब्रेडदेखि लिएर अनि बर्गरदेखि लिएर सबै खानाको आइटम छ यो भरि। अनि यहाँनिर म बाटोमा जाँदाखेरि चाहिँ कति धेरै मान्छेहरू चाहिँ यो होमलेस मान्छेहरू चाहिँ बाटोमा सुतिरहेको हुन्थ्यो ग्रुपै। तर त्यहाँ मध्ये चाहिँ कुनै पनि नेपाली चाहिँ छैन, मान्छेहरू छ अनि सबैजना सुतिरहेको हुन्छ। अनि यो चाहिँ दिएको थियो। अनि किन है बरु हामीलाई पो खानु छ, बरु त्यो मान्छेहरूलाई दिउँ न त। बरु त्यो मान्छेहरूले चाहिँ खान्छ नि त, कमसेकम उनीहरू एक पैसा दुई पैसा मागेर दिनभरि मागेर, जाडोमा यति जाडो छ यहाँनिर अहिले, दिनभरि मागेर खाइरहेको हुन्छ। अनि त्योभन्दा बेटर त बरु यसले त कति दिनै खाना पुग्छ नि त, यो राखेर पनि 3-4 दिनसम्म खानु मिल्छ। सो त्यही भएर म चाहिँ उनीहरूलाई दिँदै जाने भनेर बाटोमा जाँदैछु। अनि अलिअलि डर पनि लाग्छ नि त, चोरहरू पनि हुन्छ नि त कति। सो त्यही भएर मेरो फोन चाहिँ त्यसको छेउमा गएपछि हाइड गर्ने अनि उनीहरूलाई दिने। यो भित्र डल्ला खानेकुरा छ क्या, अलमोस्ट 6-7 किलै होला हौ। बोक्न पनि एकदम भारी भइरहेको छ क्या मलाई। तपाईँहरूको पनि काम गर्ने ठाउँमा यस्तो खानाहरू छ भने चाहिँ लिएर दिँदाखेरि बिचरा धर्मै हुन्छ। मान्छेलाई गाँसहरू बसेको चाहिँ अति आवश्यक हुन्छ नि त। गल्यो क्या, म चाहिँ एकछिन बिसाउनु पऱ्यो। सो गाइसहरू म चाहिँ यहाँनिर जाँदैछु, हावा चलेको छ एकदमै अनि धेरै गरम पनि भएको छ क्या मलाई। सो यो बाटो सिधा गएर यहाँनिर एउटा सानो पार्क छ नि त, उ त्यो देख्दै गरेको पार्क। अनि त्यो पार्कबाट चाहिँ भित्र पस्दाखेरि चाहिँ त्यहाँनिर गल्ली जस्तै छ, एउटा गल्ली भन्दा नि एउटा ठुलो बिल्डिङ छ अफिस। अनि त्यो बिल्डिङमा ठुलो भुइँ छ क्या। अनि त्यो भुइँमा चाहिँ ड्याम्मै मान्छेहरू सुतिरहेको हुन्छ क्या। कति चाहिँ बुढाबुढीहरू यस्तो खुट्टाहरू फ्र्याक्चर भएको पनि छ, कति चाहिँ यङ अब हाम्रै एजकोहरू पनि छ नि त। तर अब बिचराहरूले कामहरू नपाएर नि हुनसक्छ नि त। सो त्यही भएर म चाहिँ उनीहरूले खाओस् भनेर चाहिँ लगिदिएको। साथीहरू चाहिँ डराइरहेको थियो नलैज भनेर, तर केही गर्दैन बिचराहरू। रुमहरू पनि यहाँनिर एकदमै धेरै एक्सपेन्सिभ हुन्छ अनि काम हुँदैन। कति त्यसरी मातेर हिँड्ने, ड्रग्सहरू खाने यस्तो पनि हुन्छ नि त, त्यो भएर पनि हुनसक्छ। गाइसहरूसँग चाहिँ जाँदैछु। तपाईँहरूसँग पनि यदि खानाहरू यस्तोहरू छ भने नफालेर बरु दिँदाखेरि हुन्छ क्या, फाल्नुभन्दा चाहिँ त्यस्तो लाग्छ, फाल्नु माया लाग्छ। हामी त्यही खाना खाइ नसकेर फाल्छौँ अनि कति मान्छे चाहिँ त्यही खानेकुरा खानु नपाएर तडपिरहेको हुन्छ नि त। सो त्यही भएर यो देख्दै गरेको यो चाहिँ काइसुत्रेको नजिकै हो नि त। अनि यहाँबाट चाहिँ रोसियो र बाइसालो जानुहुन्छ। आज चाहिँ आकाश राम्रो छैन है, एकदम पानी पर्ने सम्भावना धेरै छ। पुरा यो कुहिरोहरू हिँडिरहेको छ। अनि यहाँबाट चाहिँ टक्क यो बाटो क्रस गरेपछि त्यहाँनिर हुन्छ त्यो मान्छेहरू चाहिँ। सो गाइसहरू तपाईँहरू पनि नफाल्नु होला यसरी, बरु बाटोमा जसलाई भेट्छ तिनीहरूकै त्यो ठाउँमा गएर नि दिनु पर्दैन, बाटोतिर भेट्छ नि त पुरा, तिनीहरूलाई दियो भने कमसेकम खुसी त हुन्छ। सो त्यही हो है गाइसहरू। वेदर चाहिँ यस्तो खराब छ नि, मलाई लाग्छ कि भोलि चाहिँ 100% रेनिङ हुन्छ है गाइसहरू। सो गाइसहरू मैले चाहिँ सबै दिएँ। अब यहाँ एउटा प्याकेट मात्रै छ, त्यत्रो गरौँ थियो, सुतिरहेको रहेछ। ओला भनेको त कस्तो खुसी भयो क्या नि, यो खाने भनेको त जस्तै भए पनि मान्छेलाई खानु दिएपछि चाहिँ मान्छेले ब्लेसिङ दिने क्या। पोर्चुगिज भाषामा मलाई उनीहरूले ब्लेसिङ दियो। अनि
बिचरा त्यो खानु नपाएर बसेर बस्छ त्यस्तो नराम्रो मान्छेहरू त रेनर्स हात खुट्टा भाँचेको अनि यो एउटा प्याकेट छ अनि यो प्याकेट चाहिँ त्यहाँनिर यो चाहिँ मिठो खालको पनि छ नि त त्यहाँनिर एउटा बुढी आमा बस्छ क्या त्यो बाटोमा अनि त्यो आमाले दिनु पऱ्यो भनेर नि सधैँ हुन्थ्यो अब आज चाहिँ छ कि छैन यो बाटोमा चाहिँ पुरा यस्तो हुन्छ क्या मान्छेहरू धेरै खानु नपाएर बसेको बिचराहरू दिनभरि माग्ने यहाँ त माग्दाखेरि पनि हामी नेपालीहरूले जस्तो पैसाहरू धेरै दिँदैन नि यहाँ त 10 पैसा 20 पैसा दिन्छ अनि दिनभरि माग्दाखेरि खाना नै पुग्दैन क्या अनि यहाँनिर बाटोमा चाहिँ एउटा आमा हुन्छ बुढी आमा हुन्छ खुट्टा भाँचेको अनि यो चाहिँ त्यो आमाको लागि भनेर लगेको तर त्यो आमा चाहिँ छ कि छैन किनभने मेरो पैसाले पनि त किनेको होइन बिचमा बोकेर लिएर दिँदैमा के हुन्छ र होइन त्यो आमा चाहिँ सधैँ यो बस स्टेसनदेखि उतापट्टि बस्थ्यो क्या आज चाहिँ छ कि छ त्यहाँनिर सुतिरहेछ त्यो आमा बस रोक्नेदेखि काइसुद्रे जाने बस रोक्नेकै छेउमा एउटा बुढी आमा हुन्छ क्या यो आमालाई चाहिँ मैले अस्ति पनि पिज्जा दिएको थिएँ यहाँनिर सुतिरहेको छ यो आमा बिचरा यो आमालाई दिइरहेको छ यो आमालाई नि दिएँ अब मेरो झोला पुरै रित्तो भएको छ सबै बाँडेर त्यही बोकेर ल्याउनु मात्रै गाह्रो हो अनि फ्रीमा पाएको कुराहरू हाल्नु भन्दा धेरै त बिचरा खबर भनेर कति खुसी भयो क्या त्यो आमा मान्छेलाई बरु लाउनु नपाउँदाखेरि केही पनि हुँदैन खानु नपाउँदाखेरि त मान्छेलाई कस्तो हुन्छ नि यस्तो गाइसहरू तपाईँहरूको पनि ड्युटीमा अथवा केही उब्रेको घरमा खानेकुरा लुगाहरू छ भने यसरी बाटोमा लिएर बाँडिदिँदा पनि हुन्छ मैले नलाउने लुगाहरू पनि म चाहिँ लुगाहरू चेन्ज गरिबस्छ नि त अनि महँगो नभए नि सस्तो लुगाहरू पनि म जुत्ताहरू सबै लिएर म कहिले पनि फाल्दैन एउटा प्लास्टिकमा हालेर डस्टबिनको अगाडि राखिराखिन्छ त्यो मान्छेहरूले टिपेर लान्छ क्या सो हजुरहरू पनि नफाल्नु होला प्लिज